हेलो एभ्रिवान वेलकम ब्याक टु मेरो च्यानल सबजना सञ्चल म एकदम सन्चै छु। आजको मर्निङ ब्लग 8 बजेबाट 8:30 बजेबाट आज असार 15 गते टक्क दही चुरा खाने दिन। हजुरहरूले खाइसक्नु भयो कि खाइसक्नु भएन? हाम्रो त्यहाँ स्टार्ट हुनु लागेको छ है त। भाउजूले टक्क काट्दै हुनुहुन्छ आँप। के बोल्ने आउँदैन र त ए विशेष है त्यहाँ छ कि भाउजूहरू भनिदिनु न। हेलो आज आज सबैजना खाना आज आज कस्तो कस्तो भइरहेछ असार 15? एकदम रमाइलो। छोरी हजुर ए यहाँ मान्छेले हेर्नु तपाईँलाई तपाईँ त्यहाँ के भन्नु त्यहाँबाट थर्काउनु यसले हेर्नु नि तपाईँले हेरिरह तपाईँले के भनिरह यसले ल अब ए हेलो छोरी हेलो भनिदियो ए यसो त मुख बनाएर भएछ अनि ए विशेष के भन्छ सो फाइनली गयो चल्दै हामीले दही चुरा खाइसक्यो होइन। दही चुरा खाएर नि म यसो बाहिर निस्केको छु। यहाँ चिसो आएन अहिले दही चुरा खाएर यहाँबाट घरै त टक्क हेर्नु न कुहिरो लगाएर वरिपरि आज पानी परेर चट्ट कुहिरो आएर कस्तो बवाल भएको ठाउँ। सो त्यही हो मलाई नि मम्मीले छिटो आइज घर भनेर चाहिँ म हिजो बेलुका यतै बसेको थिएँ बडामा घर त ठुलो मम्मी घरतिर। तर दामी छ काभ्रेस्थली ठक्क ठाउँ रमाइलो छ। जे होस् अहिले टक्क म घर जानुपर्ने मम्मीले बोलाइराख्नु भएको छ। घर गएर टक्क अब त्यही हो विश्वास जाउँ है तलतिर जाने हो। म त जानु पऱ्यो अब नजाने बडामा हेलो भनिदिनु न। हेलो ओ फर्का आइक्या ल एकैचोटि अब म घर जानेलाई भेट्छु तपाईँहरूसँग। म चाहिँ घर हिँडिसकेको छु। यहाँबाट टक्क बिदाबारी मागेर मसँग दुईजना चाहिँ हिँडिरहेछ भान्जा पनि पछाडि छ विश्वास यहाँ छ माछा गोरुसँग हिँडेको यिनीहरू। तर यिनीहरूले मलाई केही पनि नकिनिदिने रे यिनीहरू साथी म हिँड्नु पनि त यिनीहरूले मलाई केही नकिनिदिने रे त्यसमै चित्त दुखेको छ। केही पैसा ऊ दुई भाइ यता छ ल केटी हो छक्काउने भाइ फालिदिनुहोस् तैँले अघि बढाइहाल के भन्दै थियो थिस आइदैन मै आउटफिट खै मजा हट त ए फर्केर हिँड्नेलाई फर्किनु हुँदैन भनेको विश्वास ओइ हो भनेको हिँड्नेलाई घर फर्किनु हुँदैन कि हिँडिसकेपछि लाग्छ भने ओइ यस्तो चाहिँ गर्छ मैले अब भन्दा त्यो गयो घर फर्केर गयो झुम्का भन्दै कस्तो कस्तो अगति लाग्छ त्यसले अनि घर फर्केर हिँडेपछि तिमी यस्तो नासोहरू त छ साईको। ल त्यही हो गाइज अहिले अहिले दिन म घर पुगेर तपाईँहरूसँग भेट्छु। आज त टक्क हाम्रो काम गर्दै हाम्रो काम गर्ने अगाडि चोकमा टक्क 4-5 जना पुलिस आएर यहाँ स्कुटरलाई रोक्यो। पहिला सुरुमा स्कुटरलाई रोकेपछि चेक हान्यो सबै अहिले यहाँ भागेर भाग भएको छ है। तिमी हेऱ्यो यता मतिर त्यही हो एकछिन म तपाईँहरूलाई देखाउँछु है त। त्यहाँ चेकिङ भइरह त्यहाँ चेकिङ भइरहेको छ हेर्नु है। त्यहाँ चेकिङ भएको छ त्यहाँ यस्तो भागेर भाग भएमा 3-4 जना हेलमेट नलाएको छ होइन। त्यहाँ हेर्ने कप्स दुई लखाट्यो है त्यो एउटा भ्यानलाई लखाटिरह त्यो 2 जना गएर एउटा भ्यानलाई लखाट्यो त्यहाँ त्यो 2-4 जना छ क्या यत्रो भयो त्यहाँ काम गरेर त्यो त्यही हो गाइज